नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके जिल्लाको पूर्व उत्तर क्षेत्रमा अवस्थित छ राप्ती गाउँपालिका कार्यालय अगैया बाँके। मुलुकसँगै संरचनामा गएसँगै नेपाल सरकारको निर्णय बमोजिम यस गाउँपालिकाको स्थापना विक्रम सम्वत 2073 फागुन 27 गते भएको हो। यो गाउँपालिकाको जनसङ्ख्याको हिसाबले नेपालको दोस्रो ठुलो गाउँपालिका हो। राष्ट्रिय जनगणना 2078 अनुसार यस गाउँपालिकाको जनसङ्ख्या 67,782 रहेको छ। मूल रूपमा थारू समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा पहाडी समुदाय, मधेसी समुदाय र मुस्लिम समुदायको बसोबास छ। कुल क्षेत्रफल 1041.73 वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ। पालिकाको पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिका, उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरनापुर गाउँपालिका र भारतीय सिमानाको चौघेरामा रहेको छ। साबिकका 6वटा गाविसहरू खास खुसमा कचनापुर, बैजापुर, बिनौना, फतेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा 9वटा दिवाजी छन्। पालिकाको चारैतिर घना वन जङ्गल, मध्यभागबाट बग्ने राप्ती नदी, कृषि उत्पादन हुने उर्वर खेतीयोग्य जमिन र घरघरमा व्यावसायिक रूपमा गरिँदै आएको पशुपालन यहाँको विशेषता हो। राप्ती गाउँपालिका जिल्लामै कृषि उत्पादन र पशुपालनका लागि उर्वर क्षेत्र मानिन्छ। विशेषतः यो पालिका व्यावसायिक तरकारी उत्पादन, कृषि बिउ बिजन, कृषि खाद्यान्न बाली पकेट क्षेत्रका रूपमा रहेको छ। कृषिसँगै जिल्लामै पशुपालन जस्तै बाख्रा पालन, भैँसी पालन, गाई पालन र माछा पालनमा पनि पकेट क्षेत्र रहेको छ। पालिकाले हरेक वर्ष करोडौँ बजेट विनियोजन गरी कृषि शाखा मार्फत कृषि सुपर जोनको नीति लिएर तरकारी तथा बसन्ते मकै उत्पादन कार्यक्रम, फलफुल कार्यक्रम, च्याउ पकेट कार्यक्रम, मसला तथा अन्य बाली कार्यक्रम सञ्चालन गरिरहेको छ। पालिकाले च्याउ बिउमा 50% अनुदान, तरकारी मिनी किट वितरण, आकस्मिक बाली संरक्षण कार्यक्रम, धान मकै गहुँ उत्पादन विशेष कार्यक्रम, किसान माझमा पालिका कार्यक्रम सञ्चालनसँगै सिँचाइका लागि नहर, खुला, सोलर पम्प, विद्युतीय पम्प, बोर्डिङ निर्माण, पुष्प व्यवसाय सञ्चालन, किराखेतीमा अनुदान जस्ता कार्यक्रम, योजना र बजेट ल्याई किसानलाई हौसला दिँदै आएको छ। 3 लाख 3.5 लाख सर, 4 लाखसम्म हुन्छ। बिक्री होइन, अब फाइदा भएर नै लगाइराखेको भन्नाले जस घर बसेर आम्दानी भइरहेछ। हजुर सर। कहाँ बिक्री हुन्छ यहाँको च्याउ? नेपालगञ्ज अनि यता राप्ती सोनारीको शमशेरगञ्ज, राप्ती सोनारी एरियाभरि बेच्छ। लास्ट हप्तातिर अनि मङ्सिर लास्ट हप्तादेखि हाम्रो बेच्न सुरु हुन्छ, लगभग चैतसम्म जान्छ सर। यो मेरो 1000 पोका हो सर। त्यस्तो तालिम त पाएको छैन, गाउँपालिकाबाट एकचोटि एक दिने थ्योरी चाहिँ पाएको। केही पालिकाले अरू के पनि सहयोग गरेछ? हजुर सर, 1 साल पकेट भनेर गर्नु भएको छ गाउँपालिकाले। मोटामोटी तरकारी त भर्खर सुरु गरे हो। कुखुरामा त त्यही वर्षको 2.5-3 लाख जति हुन्छ। सकेपछि गर्न सकेपछि सकेर मेहनत पनि गर्नुपर्छ होइन? हजुर। अनि बिक्री वितरण कहाँ हुन्छ यहाँहरूको तरकारी? आफै लानुपर्छ कि यहाँहरू उठाउँछन्? हामी आफै गाउँमा टोकरी लगेर क्यारेटमा हालेर बेच्छौँ। खरबुजा। अरू खरबुजा छ, अरू काँक्री। भर्खर लाउनु भएको छ? फल्छ? सानै छ भर्खरले। पोहोर साल पनि लाउनु भएको थियो? नै, यसपालि लाउनु भएछ? हाम्रो थियो त्यो नदी लैगयो। यहाँ फल्छ कि फल्दैन यो गोरु तरबुजा? 18 साल त फल्या थियो, थोरै लगाएको थियो नि। 40 खालको माटै थियो, 18 साल हो। यसपालि आफ्नो खेतमा लगाएको थियौँ। यसपालि धेरै लाउनु भएको छ? गाउँतिर लगाएको थिएँ 18 साल।
पालिकाले पकेट कृषि क्षेत्र विस्तारका लागि वडा नम्बर 8 मा श्री जनशक्ति महिला कृषक समूह मार्फत 50% अनुदान प्रदान गरी 25 घरधुरीका 108 जना लाभान्वित हुने गरी 25 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुँदै आएको छ। यस्तै वडा नम्बर 2 स्थित श्री खाद्यान्न तथा तरकारी उत्पादन कृषि सहकारी संस्थालाई 50% अनुदानमा 25 हेक्टर क्षेत्रफलमा मकै खेती गरी 445 घरधुरीका 2670 जना परिवार लाभान्वित भएका छन्। वडा नम्बर 6 स्थित श्री अग्रसर कृषि समूहमा 50% अनुदान सहयोगमा च्याउ पकेट क्षेत्र घोषणा गरी 15 घरधुरीका 104 जना च्याउ खेती गर्दै लाभान्वित भएका छन्। यी बाहेक पालिकाले बजेट मार्फत आकस्मिक बाली संरक्षण सेवा, केरा खेती कार्यक्रम, तरकारी खेती कार्यक्रम, माटो परीक्षण शिविर, कृषि फर्म समूहलाई प्रोत्साहन कार्यक्रम, गडेउला मल उत्पादन, जैविक विषादी तालिम, 50% अनुदानमा कृषि फर्मलाई तरकारी बिउ तथा मल्चिङ प्लास्टिक वितरण, कृषि बिमा, बगर खेती प्रवर्धन, मसला बाली प्रवर्धन, डिजिटल मोइस्चर मेसिन वितरण, हाट बजार प्रवर्धन, धान बाली प्रवर्धन, खाद्यान्न बाली प्रवर्धन कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने र कृषि उत्पादनमा वृद्धि भई आत्मनिर्भर र स्वरोजगारमूलक बनाउन प्रेरित गरेको छ। एक वर्ष पछाडि चाहिँ आउँछ आम्दानी। पालिकाहरूबाट केही सहयोग पाउनुमा छ? पालिकाबाट सुरुमा कति क्षेत्रमा आएको थियो सर जस्तो लाग्यो मलाई अनुदान 1 लाख रुपियाँ। ए खसी बोका मूल्य त छ सर, नभए होइन, बजार छ। बजार त हाम्रो यहाँनिर कोलपुर नजिकै छ, काठमाडौँ पनि जान सकियो होइन, नेपालगञ्ज लिन सकियो, गाउँमै पनि आउनुहुन्छ व्यापारीहरू, म आफै पनि खरिद गर्थेँ पहिला। बजारको समस्या चाहिँ होइन जाने। र कहाँनिर सम्भव छ सुरुमै त 25वटा मावा भाँडा हाल्यौँ सर मैले। हजुर। त्यसपछि 35वटासम्म राखेँ मैले मावा भाँडा, सबै पाटापट्टि गर्नु 70-75वटा थिए पहिले होइन। धानमा चाहिँ हामीले चाहिँ यो विगत 3 वर्ष पहिले चाहिँ ज्ञान केन्द्र मार्फत चाहिँ हामी चाहिँ 100 हेक्टर जमिनमा चाहिँ धान ब्लकको कार्यक्रम सञ्चालन गरी यो ज्ञान केन्द्र नेपालगञ्ज ज्ञान केन्द्रबाट चाहिँ सञ्चालन गरी ब्लकको कार्यक्रम सञ्चालन गरेका थियौँ, जसको अन्तर्गत चाहिँ कृषि आधुनिकीकरण यन्त्रहरू, कृषि औजारहरू चाहिँ हामी किसानहरूलाई अनुदान 50% अनुदानमा उपलब्ध गराएका थियौँ। र त्यसै गरी गाउँपालिका मार्फत पनि पकेटको कार्यक्रम, धान पकेटको कार्यक्रम पनि सञ्चालन गरेका थियौँ, जस अन्तर्गत पनि किसानहरूलाई कृषि औजारहरू, बिउ बिजनहरू जस्ता चिजहरू चाहिँ हामी किसानहरूलाई उपलब्ध गराएका थियौँ। तरकारीहरूमा के छ? तरकारीहरूमा तरकारीका बिउ बिजनहरू चाहिँ हामी किसानहरूलाई उपलब्ध गराइराखेका छौँ र पालिका मार्फत पनि समन्वय गरेर केही अनुदानमा च्याउ खेतीका बिउहरू भयो, त्यसै बेमौसमी तरकारीका बिउहरू पनि उपलब्ध गराउँदै आइरहेका छौँ। हामीले चाहिँ यो पालिका, वडा कार्यालय, त्यसपछि चाहिँ कृषि ज्ञान केन्द्रहरूबाट चाहिँ केही कृषि औजार अनि कृषि बिउ बिजनहरू अनुदानमा ल्याएर कृषकहरूलाई चाहिँ अनुदानमा कुनै निःशुल्कमा पनि पाएका छौँ। त्यसलाई चाहिँ सबै किसानहरूले नै दिएका छौँ र किसानहरूले नै त्यही कृषि कार्य गरिराख्नु भएको छ। हामीले गरेका पहिलेदेखि नै हाम्रो सहकारी संस्था यो कन्याश्वरी कृषक बहुद्देश्य सहकारी संस्था चाहिँ नितान्त कृषि क्षेत्रमै काम गर्दै आइरहेको र हालसम्म पनि त्यही कृषि कार्य नै गरिरहेको हुनाले पहिला किसानहरूलाई चाहिँ आधुनिकीकरण परियोजना मार्फत चाहिँ हामी चाहिँ के खेती गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने कुरो चाहिँ जोड दिएका छौँ। त्यसमा चाहिँ विभिन्न सङ्घ संस्थाहरू, स्थानीय निकायहरूसँग चाहिँ समन्वय गरेर किसानलाई चाहिँ हामी चाहिँ सहयोग गर्दै आइरहेका छौँ। नसिब नि गर्नु परेको छ, 72 वर्ष उमेरमा सकिन गर्नु परेको छ, के गर्ने? के काम गर्नुपर्छ बाख्रा पाल्नलाई? हजुर, हजुरले के काम गर्नु परेको छ भन्छु? के खेती किसान गर्नु परेको छ, यहाँ बाख्रा पाल्नु गर्नु परेको छ। मही त त्यति कुरा छन्। ए ओके हो। अनि के अरे कस्तो भइरहेको पालाएको? बिक्री गराउनु चाहिँ हुन्न? बिक्री गर्छु, संस्थामा दिन्छु, बस जननी संस्थामा दिन्छु। हजुरलाई पालिकाहरूले कसले सहयोग गरेको छ? पालिकाले पछि यो खोर दिया हो कि एउटा खोर पालिकाले त्यो दिया हो कि अहिले त्यहाँ केही पनि दिएको छैन। बिक्रीको समस्या छैन, त्यो सरकारी लाग्छ कि त्यही उसले नाफा खाने हिसाबले लाग्छ हो कि कसरी लाग्छ। भनेपछि पालेपछि बिक्री चाहिँ भइहाल्छ? बिक्री त भइहाल्छ। ओके ओके। अनि कति भयो हजुरले यो फर्म सुरु गरेको? म फर्म सुरु गरेर 6 वर्ष भयो, हुन लाग्यो। 5 वर्ष बितिसक्यो, 6 वर्ष भयो।
गाउँपालिकाको कृषि उत्पादनमा जोड दिएकै कारण पछिल्ला वर्षमा मकै उत्पादन क्षेत्रफल र उत्पादन बढेको छ। पालिकाको अगुवाई योजना अनुसार प्रदेश सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाले कृषकलाई आर्थिक, भौतिक, प्राविधिक सहयोग गर्दै आएका छन्। कृषकका नवीनतम कार्यक्रम र मागको आधारमा व्यावसायिकमुखी कृषिमा फोकस गर्दै थोपा सिँचाइ, सोलर सिँचाइ, बैङ सिँचाइ, कृषि उत्पादन सामग्री जस्तै धान, गहुँ काट्ने मेसिन, थ्रेसर मेसिन अनुदान र सहुलियतमा वितरण गर्दै आएको छ, जसको परिणाम अहिले पालिकाभित्र गाई गोरु 14,310, भैँसी राँगा 11,740, बाख्रा 40,219, भेडा 4,929, बङ्गुर 11,442, कुखुरा 1,34,350 छन् भने दुध दैनिक लिटर 4,97,804 लिटर, मासु 1,74,214 किलो, अन्डा प्रतिदिन 2,94,902 वटा, माछा 13,995 केजी, घिउ 11,028 केजी उत्पादन हुँदै आएको छ। पालिका पशु फर्महरूमा गाई फार्म 4, भैँसी फार्म 19, बाख्रा फार्म 72, बङ्गुर फार्म 32, कुखुरा फार्म 32, कृषि तथा पशुपन्छी फार्म 61, पशुपालन 11, माछा 7, एग्रो फार्म 9 वटा रहेका छन्। पालिकाकै अग्रसरतामा पशुपालन पकेट क्षेत्र अन्तर्गत बाख्रा पालन, गाई र भैँसीमा फार्महरू दर्ता गरी व्यवसायीकरण भइरहेको छ। कुखुरा र बङ्गुरका फार्महरू सञ्चालनमा रहेका छन्। गाई 8वटा माउ गाई छ सर, अनि बाछा बाछी एउटा पारो छ, अनि साँड छ। अनि कतिवटा दूध दिन्छ? दुध दिने अहिले 7वटा छ। प्रतिदिन कति लिटर बाहिर बिक्री हुन्छ, कति जम्मा हुन्छ? आजभोलि धेरै भइसकेको छ सर, अब बगेर्नु भएको छ। लौरो चाहिँ 2टा मात्रै छ अहिले, त्यही भएर दिनमा 40 लिटर गइरहेको छ आजभोलि। अनि घाँसपातहरू कसरी व्यवस्थापन गर्नुहुन्छ? घाँसपात त सबै हामीले जग्गा ठेकामा ल्याएको छौँ सर, आफ्नो जग्गा मात्रै पुग्दैन। 2 बिघा जति अरू जग्गा ठेकामा ल्याएको छौँ, अनि त्यसलाई पुरै घाँसहरू छर्ने, मकैको सिजनमा मकै छर्ने, अनि चरी घाँसको सिजनमा चरी छर्ने, आजभोलि वर्षेनी छर्ने, त्यो जुन बेला जति जुन घाँसको आवश्यक पर्छ त्यही घाँस। अनि पालिकाहरू कसैले सहयोग गरेको छ हजुरहरूलाई? पालिकाले अरू त्यस्तो त केही सहयोग गरेको छैन सर। हामीलाई एकचोटि चाहिँ विज्ञ केन्द्रबाट हामीले अनुदान पाएका थियौँ 2 लाख, अनि त्यसपछि पालिकाबाट हामीलाई घाँस यससाल चाहिँ वर्षेनी घाँसको बिउ हामीलाई सहयोग आएको थियो सर। अनि औषधिहरूको भइरहेछ हामी आफ्नै पसलमा बेच्छौँ नेपालगञ्जमा हैन? यहाँ पनि बेच्नुहुन्छ? यहाँ अब कोही आयो भने यहाँ त अब त्यस्तै अब गाउँघरको यहाँ यदि अब कोही आएपछि यहाँ पनि बेच्छौँ उहाँ पसलमा। मेन भनेको पसलमा हामीले सुरुमा 2टा ल्यायौँ, 2टाबाट सुरु गऱ्यौँ। हजुर, हामी 2 भाइको हो यो। कान्छो भाइ फौजमा, इन्डिया फौजमा जाइरहेको थियो, पेन्सन आएपछि ल केही गरौँ न त भनेर 2 भाइले मिलेर ल सुरु गरौँ भनेर काम सुरु गऱ्यौँ। 2टाबाट, त्यसपछि 15-16वटा भैँसी, 5वटा गाई, 20-22वटा सम्म भयो। त्यसपछि बकेटमा भयो। अब दुधको काम हामीले गर्ने भयो हुनाले बकेटमा बेच्ने, ताजा ब्याएको ल्याउने भन्ने सोच राखेर बेचेर अनि अरू ल्याउने। कागती फल्दियौँ। अहिले अब तरकारी, अहिले तोरी, मकै, अहिले मकै लगाइरहेको छौँ। दैनिक कति दुधहरू यहाँले पठाउनुहुन्छ, यहाँबाट कति बेच्नुहुन्छ? यो फर्ममा त दोकानमा त हाम्रो 225देखि 250, 300को आसपास बिक्छ दिनमा। अब बाँकी सङ्कलन पनि राखेका छौँ, जमाउने सङ्कलनबाट पुरा हुन्छ। यहाँबाट त अहिले 50-60 लिटर छ, दिनमा 150 लिटर 180 लिटरसम्म हुन्थ्यो। अब सबै भैँसी ब्याउने के अरे भर्खर ब्याएका हुँदा अहिले बगेर नभए हुनाले राप्ती सोनारी गाउँपालिका अन्तर्गत पशुपन्छी शाखाले पशुपालन फर्ममा आबद्धहरूलाई ठुलो साना मजौला फर्म बाँडेर अनुदान र आवश्यक सहयोग गर्दै आएको छ। वडावडामा बाख्राको स्रोत केन्द्र, पकेट क्षेत्र, गाई फर्म, भैँसी बाख्रा फर्म स्थापना भई पशुपालनमा वृद्धि भई पालिका बाहिर र जिल्ला बाहिर निर्यात समेत हुँदै आएको छ। देश संहितामा प्रवेश गरे पश्चात यस राप्ती सोनाली गाउँपालिका अन्तर्गत 3वटा पशु सेवा केन्द्र रहेका छन्। पशु सेवा केन्द्र ढगरीले आफ्नै सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिरहेको छ भने पशु सेवा केन्द्र धामपुरले वडा नम्बर 4 र पशु सेवा केन्द्र कुसुमले वडा नम्बर 1 मार्फत सेवा प्रवाह गरिरहेको छ। बाँकी रहेका वडा नम्बर 2, 3, 5, 6, 7 र 8 वडा कार्यालयमा नै पशु सेवा फाँड स्थापना गरी सेवा पुर्याउँदै आइएको छ। र यस्तो यो राप्ती सोनारी गाउँपालिकामा अहिलेसम्म खासै भन्ने हो भने पशुपालन क्षेत्रहरूमा हबको हिसाब किताबमा जाने भने बाख्राको जुन 1 नम्बर, 2 नम्बर, 8 नम्बर, 9 नम्बर र
केही यतातिरको 6 नम्बर र 7मा एकदमै बाख्राको पकेट एरिया नै भन्नुपर्छ र त्यसको अलावा अन्य पालिका भन्दा गाई र भैँसीमा बिस्तारै बिस्तारै अहिलेको जुन 2-4 वर्षको पिरियडमा गाईका फर्महरू र भैँसीका फर्महरू पनि वृद्धि हुँदै आएको छ र त्यस्तै हिसाबमा कुखुराको र बङ्गुरको पनि यो क्षेत्रमा राम्रो किसिमले फर्महरू सञ्चालन गर्ने अगाडि जमर्को गरेको छ। हामीले गत विगत वर्षमा जुन पशुपालन फर्ममा आबद्ध भएकालाई हामीले उनीहरूलाई अनुदानको हिसाबमा पनि हामीले सुरुको 1-2 वर्षमा जुन ठुलो फर्म, साना फर्म र मजौला फर्म भनेर केही हामीले अनुदान पनि गर्दाखेरि त्यतिखेर एकदमै उत्सुकता साथ अगाडि बढ्ने कुराकानी भएको थियो र अहिले यो पिरियडमा अब हामीले जस्तै अब बाख्राको स्रोत केन्द्र स्थापना, पकेट स्थापना भन्ने अब कार्यक्रम अगाडि राखेका थियौँ र बजेटको अभावले गर्दाखेरि अझै पनि हामीहरूको त्यो कार्यक्रममा निरन्तरता दिइरहेका छन् र अन्य तुलनामा अब जस्तो कि 3-4 वटा ठाउँमा हाम्रा गाईका फर्महरू एकदमै राम्रो तरिकाले अगाडि गएको छ र भैँसीका फर्महरू पनि छन् र बाख्राको त अब यो जुन पालिकामा सबैभन्दा बढी फर्म दर्ता गरेको नै अब बाख्राको देखिएको छ र राप्ती गाउँपालिकामा अन्य पालिका भन्दा पनि अरू पशुपालन भन्दा पनि बाख्राकोलाई एकदमै गनिएको पालिका जस्तो भएको छ। यस पालिकाले कृषकहरूका लागि वर्षनी कृषि पशुहरूमा विभिन्न अनुदान कार्यक्रम, प्रविधि हस्तान्तरण सहयोग, अनुदान, बिउ बिजन, घाँसहरूको सहयोग गरेको छ। पशु कृषि पोषण कार्यक्रम, पशुहरूसँग सम्बन्धित सुधारिएको बोर्ड, माछा पालन कृषकलाई अनुदान, घाँस काट्ने च्याप्टर, धान, गहुँ, घाँसको बिउमा अनुदान, साना सिँचाइ मोटर, बोरिङ, सिँचाइ प्रविधिमा अनुदान दिएर पालिकाले सहयोग गरेको छ। प्रारम्भिक मल र गडेउला खेतीमा समेत अनुदान र साझेदारीमा काम भइरहेको छ। अहिलेसम्म पालिकाभित्र विभिन्न कृषकका लागि खेत जोत्ने हलो 2196, मिनी लिटर बीज, पावर टिलर 53 वटा वितरण गरिएको छ। कृषि र पशुपालन व्यवसायमा बढ्दो आकर्षणसँगै पालिकाभित्र कृषि प्रविधि प्रयोग र खरिद बिक्री बढेको छ। अहिले पालिकाभित्र ट्र्याक्टर 8180, निजी ट्र्याक्टर 449, रोटाभेटर 24, रिफर 17 र थ्रेसर 10 वटा रहेका छन्। कामहरू भन्नुपर्दा पकेट क्षेत्रको लागि भनेर हामीले चाहिँ 8 नम्बरले घोषणा गरेका छौँ र त्यहाँ सिटी जनशक्ति महिला कृषक समूहले काम गरिरहेछ र त्यहाँ अहिले गए पनि हजुरहरू देख्न सक्नुहुन्छ र त्यहाँ 12 महिना तरकारी उत्पादन हुन्छ र त्यहाँको तरकारी चाहिँ कोलपुरदेखि लिएर नेपालगञ्ज लिएर बाहिर बजारमा सुर्खेत अनि दाङतिर पनि जाने गरेको छ अहिले उत्पादन भएर र त्यसै गरेर तरकारी के अरे अब च्याउ खेतीको लागि पनि पकेट कार्यक्रम भनेर घोषणा गरेको थियो वडा नम्बर 6 लाई र त्यहाँ पनि राम्रो खालको डुमासको व्यवस्थापन गरेर 15-16 जनाको समूह छ र त्यहाँ उत्पादन गरिराख्नु भएको छ र सिजनमा उहाँहरूले चाहिँ आम्दानीको उसमा चाहिँ अलि निकै गर्नुभएको छ, राम्रो गर्नुभएको छ र त्यसै गरेर मकैमा पनि पहिलाको तुलनामा अहिले क्षेत्रफल पनि वृद्धि भएको र आम्दानीको हिसाबले पनि मकैमा चाहिँ एकदमै अब्बल भएको र कृषकहरूको सङ्ख्या पनि वृद्धि भइरहेको अवस्था छ र आकर्षित पनि हुनुहुन्छ। हजुर, हाम्रो विषय त हाम्रो यहाँ राप्ती सुनसरी गाउँपालिकामा खाद्यान्न लागि एकदमै धान उत्पादनको लागि राम्रो एरिया हो र प्रदेश सङ्घबाट पनि त्यस्ता खालका कार्यक्रमहरू आइरहन्छन् र हाम्रो यहाँको धानहरू उत्पादन भएर धान मात्रै होइन धानको बिउहरू पनि उत्पादन हुन्छ र के अरे भनौँ खाद्यान्नको बिउहरू उत्पादन हुन्छ र धान गहुँको बिउहरू उत्पादन भएर उन्नत बिउहरू बाहिर पनि वितरण गर्छ र यहाँबाट खाद्यान्न धानहरू बाहिर चाहिँ निर्यात भएको छ। पालिकाले किसान कार्डबाट उपचार गर्दा औषधिमा सहायता, राजस्व सङ्कलनमा सहयोग, चारा मेसिन वितरण गर्दा किसानहरूलाई घाँस कटानमा सहज भई व्यावसायिक पशुपालनमा सहज भएको छ। यस्तै बोका वितरण, कृत्रिम नस्ल सुधार भएको शिविर सञ्चालन गर्दा दुर्गम क्षेत्रका किसानहरूलाई औषधि उपचार सेवा प्रवाह गरिएको, भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गरी पशुजन्य सरुवा रोग रोकथाम गर्न सफल भएको छ। राप्ती सुनसरी गाउँपालिका अन्तर्गत पशु सेवा शाखाबाट पशुपालन कार्यक्रमलाई सहजता ल्याउनका लागि कार्यविधि गाउँ कार्यपालिकाबाट पास गरी सञ्चालनमा ल्याइएको छ। पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि 2079, पशु बिमा सञ्चालन सम्बन्धी कार्यविधि 2079, छाडा पशु चौपाया तथा गौशाला सञ्चालन कार्यविधि 2079 र किसान सूचीकरण कार्यविधि 2079 पास गरी कृषि र पशुपालन व्यवसायका लागि सहज नीति ल्याइएको छ। प्राङ्गारी मलका सन्दर्भमा हामीले गत वर्ष गाउँपालिका तर्फबाट वार्षिक बजेट विनियोग गरेका थियौँ।
आम नागरिकलाई यसमा काम गर्नका निमित्त अनुदानका माध्यमबाट सहायताका रूपमा गर्नका लागि प्रयत्न गरेका थियौँ। उत्सुकता त पाइएन, तर पनि हाम्रो केही वडामा त्यो कार्यक्रम सञ्चालन भएको छ, उहाँले गर्नुभएको छ। आगामी दिनमा कुनै कृषक व्यवसायीहरूले, कृषक दाजुभाइ दिदीबहिनीहरूले हाम्रो प्राङ्गाई मलका सन्दर्भमा अथवा गौँडा मलका उत्पादनका सन्दर्भमा, गोबर मलका उत्पादनका सन्दर्भमा यस्तो माग आवश्यकता परेको खण्डमा बजारीकरणका निमित्त गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरा म अनुरोध गर्न चाहन्छु। गाउँपालिकाले तालिम र प्राविधिक सहयोगसँगै तरकारी बिउ बिजन, उन्नत जातका पशुहरू, तरकारी खेतीका लागि टनेल, बिउ बिजनदेखि राप्ती नदी आसपासमा बगर खेतीमा जोड दिएको छ। पालिकाले कृषकको सिँचाइमा समेत जोड दिएको छ। अहिलेसम्म पालिकाले सिँचाइका लागि 1 HP मोटर 1780 वटा, 1.5 HP मोटर 634 वटा, 2 HP मोटर 920 वटा, 2.5 HP मोटर 17 वटा, 4 HP मोटर 112 वटा, 5 HP मोटर 5 वटा, पम्प सेट 223 वटा र बोरिङ 728 वटा निर्माण, विस्तार र जडान गरिएका छन्। पालिकाभित्र कृषि र पशुपालन नै रोजगारीको उत्पादन र आम्दानीको पहिलो स्रोत भएकै कारण कृषि, पशु समूह, सहकारी फर्महरूलाई विशेष जोड दिँदै आइएको छ, जसका कारण पालिकाभित्र एउटै घरमा 50 देखि 200 सम्म पशुपालन गरी दुग्धजन्य पदार्थको बिक्री र मनग्य आम्दानी हुने गरी उच्च मूल्यमा पशुपन्छीहरू बिक्री हुँदै आएको छ। यसरी व्यावसायिक कृषि प्रबन्धनका लागि बोट सुधार, चिच्यान मेसिन, भ्याट मेसिन लगायत औजार र प्रविधि वर्षनी वितरण हुँदै आएको छ। विशेष त राप्ती सुनारी गाउँपालिकाले हरेक वर्ष कृषि र पशुमा आधारित भएर काम गर्ने भनौँ न, अब हाम्रो चाहिँ कृषकहरूका निमित्त विभिन्न खालका यो अनुदानका कार्यक्रमहरूदेखि लिएर उहाँहरूलाई चाहिँ प्रविधिसँग जोड्ने भन्ने हिसाबले प्रविधिहरू पनि सहयोग गरिरहेको छ र साथै विभिन्न अनुदानहरूमा चाहिँ उहाँहरूलाई बिउ बिजन अनुदानमादेखि लिएर घाँसहरूदेखि लिएर अनेक धेरै थरीका चाहिँ उहाँहरूलाई सहयोग गरिरहेको छ। पशुसँग रिलेटेड काम भनेको सुधारिएको गोठदेखि लिएर माछा कृषकहरूलाई चाहिँ माछा पालक कृषकहरूलाई पनि अनुदानमा काम गरिएको छ र यो घाँस काट्ने च्याप कतर हुन्छ, त्यो च्याप कतरहरू पनि अनुदानको कार्यक्रम गरिएको छ र त्यसै गरी अब कृषिबाट धानको बिउमा, गहुँको बिउमा र घाँसको बिउहरूमा पनि अनुदानको कार्यक्रमहरू चलाइएको छ। त्यसै गरी अब साना सिँचाइका सामग्रीहरूमा मोटर, बोरिङदेखि लिएर यो तपाईँको सिँचाइका नहरहरूमा पनि अनुदानका कार्यक्रमहरू चाहिँ चलाएर कृषकहरूलाई चाहिँ सहयोग गरिरहेको छ। यसरी पालिकाभित्र कृषकले उत्पादन गरेका खाद्यान्न, तरकारी, फलफुल र पशुपन्छीहरू व्यापारी र ठेकेदारहरूले घर गोठमै आएर खरिद गर्ने गरेका छन्। पालिकाभित्र रहेका दर्जनौं कृषि तथा पशुपन्छी सहकारीले समेत व्यावसायिक कृषि विकासमा हातेमालो गर्दै आएका छन्। अहिलेसम्म पालिकाले कृषकलाई हाइब्रिड बिउ 6064 केजी, उन्नत बिउ 6377 केजी, लोकल बिउ 673 केजी सहित 2935 कृषकलाई वितरण गरेको छ। समग्रमा राप्ती सुनारीका 9 वटै वडाभित्र किसानलाई व्यावसायिक कृषक बनाउन, उत्पादनमुखी र व्यावसायिकमुखी बनाउन जोड दिइएको छ। उनीहरूलाई आत्मनिर्भर, आर्थिक रूपमा समृद्ध र स्वरोजगारमूलक बनाउन पालिकाले वर्षनी कृषि र पशु सेवा शाखा मार्फत आवश्यक क्रियाकलाप र काम गरिरहेको छ। राप्ती सुनारी गाउँपालिकामा हामी निर्वाचित भएर आइसके पश्चात हामीले चिच्यान केन्द्रको निर्माण गरेका छौँ होइन। अब पकेट जोन ब्लकका कार्यक्रमहरूलाई प्रभावित ढङ्गले लाँदैछौँ। कृषिमा चाहिँ सिँचाइदेखि लिएर बिउ बिजनदेखि लिएर सङ्कलन केन्द्रदेखि लिएर होइन के भन्छ भनेपछि बिउमा सहुलियत पूर्ण तरिकाले बालीमा हामीले र अनि प्रविधिसँग जोड्ने तरिकाले प्राविधिक सहयोग र मोटरहरू, ट्युबवेलहरूको हामीले सहयोग के भन्छ भनेपछि सहयोग गर्दै आइरहेको छौँ। हामीले राप्ती सुनारी गाउँपालिकामा किसानहरूलाई सङ्गठित गर्ने तरिकाले किसानहरूको सञ्जाल निर्माण गर्दै सहकारीको माध्यमबाट पछि पनि हामीले उत्पादन क्षेत्रमा वृद्धि गर्न खोजिरहेका छौँ भने समूह दर्ता गरेर आउने किसानहरूको पछि पनि उत्पादनको वृद्धिका निमित्त माटोको सुधारदेखि लिएर माटोको गुणस्तर वृद्धि गर्ने कुराहरूमा पछि पनि हाम्रो कामहरू अगाडि बढाइरहेका छौँ भने थुप्रै क्षेत्रहरूमा हामीले काम गर्दै आइरहेको अवस्था चाहिँ छ। अब उत्पादनसँग जोडिने विषय भनेको हेर्नुहोस्, तरकारीसँग जोडिने कुरामा हामीले
अनुदानका कुराहरू छन्, प्राविधिक सहयोग कुराहरू छन्, मल बिउका कुराहरू छन्, खादका कुराहरू छन् होइन, सिँचाइ सामग्रीहरूका कुराहरू छन्। यसमै योजनाबद्ध ढङ्गले हामीले सहयोग गर्दै आइरहेका छौँ, काम गरिरहेका छौँ। उत्पादनको क्षेत्रमा जोड पनि भइरहेछ। अहिले यो आर्थिक वर्षमा पनि थुप्रै कार्यक्रमहरू छन्। पोखर निर्माण गर्नदेखि लिएर पोखरी माछाको पोखरी निर्माण गर्नदेखि लिएर होइन, पशुको औषधिदेखि लिएर उपचार गर्नदेखि लिएर गौशालाको छाडाछपाईको व्यवस्थापनदेखि लिएर व्यवसायिक ढङ्गले लाग्ने दुध उत्पादन गर्ने किसानहरू, माछा उत्पादन गर्ने किसानहरूलाई सहकारीका मार्फत हामीले प्रोत्साहनमा देखि लिएर उपचारमा र थुप्रै कार्यक्रमहरू मार्फत हामी सहयोग गर्दै आइरहेका छौँ। राप्ती-सोनारीमा सिक्दा सिँचाइ लगायत स्थानीय खोला नदीबाट 12 महिना सिँचाइ सुविधा धेरै रहेकोले व्यावसायिक तरकारी, फलफुल, जडीबुटी खेती र खाद्यान्न बाली उत्पादनको प्रबल पकेट क्षेत्र हो। यहाँका सहकारीहरूलाई उत्पादनमुखी बनाउन सहकारी प्रवर्धन कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ। किसानले उत्पादन गरेका तरकारी, फलफुल लगायतलाई शीत भण्डारमा राख्ने गरी कर्मागत रूपमा शीत भण्डार निर्माण थालिएको छ। राप्ती-सोनारीका अधिकांश जनता कृषि कर्म गर्ने भएकोले कृषि विकासलाई मुख्य ध्यान दिइएको छ। स्थानीय तहको दोस्रो निर्वाचनपछि तप्त पौडेल नेतृत्व गाउँपालिकाले व्यावसायिक कृषि उत्पादन र पशुपालन व्यवसायलाई जोड दिई आफ्नै गाउँघरमा रोजगारमुखी बनाउन सहयोग गरिरहेको छ, जसका कारण पालिका पश्चिम क्षेत्रकै कृषि र पशु उत्पादनको पकेट पालिकाका रूपमा परिचित छ।